हेभी गरम छ है। आजको गेम कस्तो भयो त अनि गरम हेभी छ। मजा आयो खेल्नु। अलवेज फन हो फुटबल भनेको होइन। मजा आयो खेल्नु। टिम यता देखाइदेन। टिम चाहिँ यहाँ छ है त गाइजहरू। साथीको अवस्थामा होइन यसो पानी सानी पिउनु गएर फर्स्ट डे आज म त तर गइरहेको हुन्छु एभ्री विकली अनि अब आज हेरौँ त हिजो नि गेम चाहिँ खेल्यो डोममा। आज चाहिँ तर डोममा होइन बाहिर हो। हिजोको गेमले चाहिँ यस्तो उठिरहेको छ होइन। हाम्रो बस पनि आइपुग्यो। चाहिँ हाम्रो बसै आज फाइन परेछ ल गाइस हामी चाहिँ खासमा बसमा जानु पर्थ्यो तर वक गर्नुपर्छ एकदम वार्मअप वक गरेर गयौँ किनकि दाले बस कार्ड ल्याएन रहेछ। मेरो चाहिँ बस कार्ड थियो अन्त चाहिँ बस कार्ड छैन भने पनि त्यहाँ पुलिसहरू हुन्छ नि त त्यही भएर सो पुलिस थियो अनि त्यही भएर चाहिँ हामी चाहिँ वकमै गर्दैछ। यस्तो छ है यो चाहिँ सानो यहाँनिर यो चाहिँ फ्री कोर्ट हो। यहाँ फुटबल नै खेल्छ बास्केटबलहरू पनि खेलिरहेको हुन्छ बेलुकातिर फुटबल नै खेलिरहेको हुन्छ। कस्तो भइरहेछ त अति गरम छ यार। गरम चाहिँ बाहिर हिँड्नु सक्दैन होइन। तर अब म आज चाहिँ हिँडिदिएको होइन किनकि आज मेरो अफ थियो। सो मैले केही बडी मुभमेन्ट बेसी भएको थिएन। सो या जग्गा यस्तो रहेछ हाम्रो यो सिटी चाहिँ पछि देखिरहेछ। पछि चाहिँ सिटी एरिया सिटीको अगाडि चाहिँ यस्तो खालको छ। यता चाहिँ खासमा ग्यालेरिया मलपट्टि हो क्या यो ग्यालेरिया मल छ अगाडि त्यसको तल हामी चाहिँ बेसमा हो। गर्मी छ गर्मी चाहिँ गरम छ तर नि अब फुटबलको होइन फुटबल खेलिराखेको हो यही जग्गामा र वर्ल्ड कपले गर्दाखेरि छुट्टै एउटा जोस। अनि आज चाहिँ यसलाई पनि लिएर आएको यो चाहिँ अब भयो भने खेल्छ किनकि यो चाहिँ अलिक फिट छैन क्या अलिक फिट छैन र हिजो पनि गेम खेलेको यो चाहिँ त्यही भएर आज सक्यो भन्ने मात्रै गाइस किनकि मेरो एकदम प्र्याक्टिस छैन हो सक्छ त्यही भएर होइन हेरौँ के हुन्छ के हाल्छ नि यस्तो छ अब है गाइस। यहाँ चाहिँ अब पेलेको भाइ सेले पो रहेछ भाइ इन्ट्रोड्युस गर्छु त। हेलो म चाहिँ काजी म्यान। आज हामी त्यही हो सुन्न लाग्यो अब यहाँदेखि तल हो डोमदेखि डोम यहाँको तर यो डोम अहिले चलेको छैन। अनि अब हल्का प्र्याक्टिस हो यस्तो खतरा गेम होइन। हाम्रो यहाँनिर कम्युनिटी छ अबुधाबीमा सानो अनि आज नै गेम छ यसो गएर अब हल्का खेल्ने हो। सही त गाइस लोकेसन चाहिँ जग्गा चाहिँ यस्तो रहेछ है त गाइसहरू। बबाल रहेछ बबाल। हिजोको भन्दा चाहिँ अलिक ठुलो रहेछ यो चाहिँ होइन। पिच 3 मा हो हाम्रो गेम चाहिँ। टिमहरू अलरेडी आइपुगेछ जाने हो भित्र। सबै कमाउने भयो बाहिर चाहिँ रेडी भएको छ जानको लागि। हल्का वार्मअप गर्दैछ। जग्गा एकदमै बबाल रहेछ हिजोको भन्दा चाहिँ। ल गाइसहरू गेम चाहिँ सुरु भइसकेको अवस्थामा होइन 1-0 भइसकेको छ। सो देख्न सक्नुहुन्छ होइन एकदमै दामी गेम भइरहेको छ दुई टिमहरूमा। सो या एकदमै दामी गेम भइरहेको छ।
गाइस अहिले चाहिँ 8 बजेको अवस्थामा यहाँनिर गेम भइरहेछ अहिले चाहिँ गेम एन्ड भएको अवस्थामा 1 घन्टा लगायो आजको गेम कस्तो भयो त अनि गरम हेभी छ मजा आयो खेल्नु अलवेज फन हो फुटबल भनेको होइन मजा आयो खेल्नु टिम त देखाइदैन टिम चाहिँ यहाँ छ है त गाइजहरू साथीको अवस्थामा होइन यसो पानी सानी पिउनु गएर कस्तो भयो गेम आज गेम कस्तो भयो टाइट है तर मजा आयो है मजा आयो यति पनि चाहिन्छ है बाइक एकदमै एकदमै ब्याग चाहिँ बोक्दैन सेम सेम पुरा झुकिन्छ नि दाजु ऊ दाइ नि हो अब चाहिँ उता हो भने चाहिँ अब खोलामा यसो मुखसुख धुनु जानुहुन्थ्यो अब यहाँनिर त छैन अब होइन रोनाल्डोले कस्तो खेल्यो त आज कस्तो भयो रोनाल्डो ब्रो त अब अलिक रोनाल्डो हो नि त हाम्रो टिमबाट हाम्रो यङ रोनाल्डो यता ब्लक हुँदैछ हौ रोनाल्डोको गेम यहाँ आज एकदम मजा आयो रोनाल्डोसँग खेल्नु मजा है यता फेरि अर्को रोनाल्डो छ हौ भएर के अब हामी छैन मुसेको त कामै छैन यहाँ त एकदम प्रोहरू मात्रै रहेछ नि त एकदमै प्रोहरू मात्रै रहेछ नि त यहाँ चाहिँ होइन यहाँ फुड ट्रकहरू पनि हालेको रहेछ है त्यहाँबाट एउटा चाहिँ मेरो चाहिँ फर्स्ट टाइम पढेँ दामी रहेछ एकदमै दामी लाग्यो मलाई जग्गा चाहिँ यहाँ चाहिँ हप्ताभरिको फ्रस्ट्रेसन निकाल्नु चाहिँ यहाँ चाहिँ आउनु पर्ने रहेछ गाइज होइन लिएर जान्छ उसले सकेन खोजेर पाकिदिन्छ अनि कहाँबाट सकिन्छ के भन्छ अमृत लाइफ सेभ यसले चाहिँ हाम्रो लाइफ बचाउँछ है टर्नु भरेर होइन खाली ल्याएर जानुपर्छ त पानी थापेपछि यहाँ चाहिँ चिसो पाउँछ पानी गाइस बाहिरतिर खाएको हुन्छ त्यति होइन ल्याउ न तिमी अब ट्याक्सीमा लाने कि के हो भाइ आउँदा पनि हिँडेर ल्यायो के हो साह्रो कम्पिटी त उयो पो रहेछ त हौ झोल रहेछ त अन्त यसो हिँडेर आएको पनि फेरि खतम रहेछ त अन्त साथीले गर्दा ट्याक्सीमा लानुपर्ने होइन हो अघि पनि हिँडेर ल्यायो अहिले पनि हिँडेरै त्यस्तो दुःख दिने दाहरूलाई त्यही त दाहरूलाई त्यस्तो दुःख दिने तपाईँ अघि तेल सक्यो भन्ने होइन बसौँ भन्छ त हुसमा चाहिँ मलाई ल हुसमा चाहिँ झुन्डी दिइरहेको क्या हो अघि आएकै बाटो हो फेरि फर्किने हो होइन धेरै टाढो छैन 10 मिनटको बाटो हो गाइस भोलि कामबाट भए पनि यही बनेर भन्छु मलाई गाइस